व्यवसाय नि लक्ष्य उठाएर यस्तो नमिठो किन यस्तो स्पिडमा यताबाट आएको रहेछ ऊ मान्छे चाहिँ अनि ट्याक्कै यो खम्बामा ठोक्यो है हेलमेट चाहिँ ऊ यहाँ परेको छ बाइक त पुरा टुक्रा टुक्रा भइसक्यो पुरा भाँचिसक्यो एक्सिडेन्ट भएको दाइको चाहिँ दाइले चाहिँ मापसी गर्नुभएको थियो जस्तो लाग्छ है गाइज कस्तो यता हेलमेट यताउता परेको छ त्यत्रो खम्बा त्यत्रो यताउता एक्सिडेन्ट त अब बहुत डेन्जर नै भएको छ है तर राम्रो कुरा चाहिँ के भन्दाखेरि दाइलाई चाहिँ उहाँ चाहिँ मान्छेलाई के जो भयो नि अब दाइ नै भनिदिउँ है अब मापसी गर्नुभएको थियो जस्तो छ उहाँलाई चाहिँ के भएको रहेछ है अलिकति अब बलत्कार यताउता अलिकति जोड लाग्यो रहेछ